हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। बिहानको 6 बजिसकेको छ। आज चाहिँ म ढिलो उठेको छु किनभने इभिनिङ ड्युटी छ मेरो। आज चाहिँ तपाईहरुलाई म मेरो डेली मर्निङ रुटिन देखाउने छु। केही खान अगाडि 1 कप पानी खाने गर्छु। अब म चाहिँ वर्कआउट गर्न जाँदै छु। यो चाहिँ मेरो डेली मर्निङमा गर्ने वर्कआउट हो। खासै टाइम हुँदैन नि त मसँग, त्यही भएर म चाहिँ एकदमै छिटो गरेर हैन आधी घण्टाको टाइम राखेर चाहिँ मेरो यो वर्कआउट सकाउँछु। जहिले पनि वर्कआउटको लागि मलाई खुकुलो लुगा भए कम्फर्टेबल नै हुन्छ। वर्कआउट गर्दा गर्दा एकदम गर्मी भयो, म चाहिँ गर्मी चाहिँ अति नै सहन सक्दिनँ के, त्यसैले मैले एसी अन गरेर फेरि मैले मेरो वर्कआउटलाई कन्टिन्यू नै गरेँ। बाहिरको इन्भाइरोमेन्ट हेर्दै वर्कआउट गर्न एकदम रमाइलो हुन्छ। म यहाँ आएको 3 महिना मात्रै हुँदैछ, तर मेरो 2 केजी वेट गेन भइसक्यो। मलाई एकदमै चिन्ता लागिरहेछ है। सो म सुरुमा आउँदा 47 केजी थिएँ, अहिले म 49 केजी भइसकेँ। मैले वर्कआउटलाई कन्टिन्यू गर्नुपर्छ। म हेर्दा मोटो नदेखिए पनि मैले नर्मली वेट गेन गरे जस्तो लागेन कि, सो मैले मेरो वर्कआउटलाई कन्टिन्यू गर्नै पर्छ है। मैले भ्याइ नभ्याइ भए पनि मैले गर्नुपर्छ। म बिदाको दिन पनि बिहान उठ्ने गर्छु। अलिकति अब ड्युटी टाइम चाहिँ इभिनिङ ड्युटी थियो भने अनि बिदाको दिन थियो भने चाहिँ म अलिकति अल्छी नै हुन्छु है। बिहान छोरीको फोन आयो भने चाहिँ म छिट्टो उठ्ने भनेको चाहिँ 5 साढे 5 मा उठ्छु। एकदम थाके म। मैले गरेको वर्कआउट पर्फेक्ट नहुन सक्छ, युट्युबमा हेरेर यतिको गर्न जानेको। वर्कआउट पनि सकिसक्यो। मेरो स्किनमा पनि पिगमेन्टेसन छ के, दुईटै गालामा अलिअलि छ। अब मेरो स्किन केयर सुरु गर्छु। यो चाहिँ मेरो भिटामिन सी सेरम हो। यो चाहिँ मैले यतै आएर लिएको हो। पहिले मैले भिटामिन सी सेरम युज गर्थेन। यो मेरो मर्निङ रुटिनमा मैले एड गरेको छु भिटामिन सी सेरम। अनि त्यसपछि मैले युज गर्ने मोइस्चराइजर भनेको चाहिँ क्लेडाको मैले नेपालदेखि नै लिएको। यो मोइस्चराइजर मलाई एकदमै राम्रो लाग्छ, एकदम राम्रो छ है। अनि यो चाहिँ मेरो सनस्क्रिन चाहिँ सकेको थियो नि त, त्यही भएर चाहिँ मलाई मेरो साथीले ल्याइदिएको हो। यताको प्रोडक्ट चाहिँ युज गर्न मन लागे पनि अब युज गरिँदैन, किनभने त्यस्तो महँगो लाएर किन्नुपर्छ, सुट गर्छ कि गर्दैन भन्ने चिन्तै हुन्छ नि त। सो मैले यो मेरो भिटामिन सी सेरम बाहेक चाहिँ सबै मैले नेपालबाट नै लिएको मेरो स्किन केयर प्रोडक्ट हो। एउटा फ्रुट्स खाएपछि चाहिँ मेरो ब्रेक